मध्ये दिउँसो भएको छ र हाम्रो यो कामलाई अगाडि सारिरहेका छौँ र अस्तिको भ्लगहरू पनि तपाईँले हेरिदिनु भएको छ होला है। यसरी नै हामी सधैँ जस्तो कन्टिन्यू भ्लग गर्नु पाएको छैनौँ र यसरी कम्ती कम्ती गर्दै हामी भ्लगहरू गरिरहेका छौँ। धेरै सपोर्ट हामीलाई माया गरिदिनुहोस् होला र हामी हाम्रो स्ट्रगल्सहरू हाम्रो एकदम हजुरले सोचेको जस्तो राम्रो एकदम एन्टरटेनिङ भिडियो नभए तापनि यो चाहिँ हाम्रो डेली लाइफको भिडियोजहरू हामी बनाइरहेका छौँ। हेरेर हामीलाई धेरै सपोर्ट गरिदिनुहोस् होला। सुनको उकालो हो, गरम सबै ठिकठाक आउने भइसकेको छ हामीलाई। यात्राको क्रममा चाहिँ हामी यो श्री बुद्ध फेस्टिभल जाँदैछौँ होइन। यहाँनिर चाहिँ अब तपाईँहरूलाई जुम्बाको यदि अब क्लासहरू गर्नु छ, एक्सर्साइजहरू गर्नु छ, यहाँ चाहिँ क्या होस् पनि त्यस्तो छ हो। हामीले जाँदैछौँ, हामी पुगेको छैनौँ, पुगिसकेर के कस्तो छ हामी हुन त अरू बेला पनि हामीले भ्लगमा देखाइरहेको तपाईँहरूलाई है। अब गएर उहाँ चाहिँ खाना चाहिँ आज के खायो हजुरहरूले यो देख्नु हुँदैछ होला। यो किन हुँदैछ भन्दा चाहिँ यो रोड देख्नु भयो भने चाहिँ तपाईँहरूले देख्दा नै छक्कै परेर एकखेप चाहिँ सेलेक्ट जान्छ। हामी त यहाँ रोडमा यो रोडमा कुद्दैछौँ नि त। हाम्रो चाहिँ यहाँ पछाडि यसरी सामानहरू छ नि त होइन, बक्सहरू बोकेर गएको छौँ नि त क्लासको लागि। यो निस्किन्छ र नयाँ किन्नु पऱ्यो भने चाहिँ मर्नुहुन्छ होला भनेर पुरा डर लागिरहेको छ हो। किन्नु न अन्त तपाईँहरूलाई म रोड देखाउँछु है। रोड हेरिदिनुहोस् भनेर अब के गर्नु, यस्तै रोड भएर हामी जाँदैछौँ। किन थाल पर्नु भयो होला। यस्तै छ बाटो चाहिँ हो। अब काख चाहिँ खाली हुनु पाएको छैन, ब्याग हो यहाँ यसरी यहाँ हो। अगाडि दुईजना चालकहरू, काखमा मान्छे माथि मान्छे बोकेर हामी जाँदैछौँ होइन। टिचरहरू भएर त्यस्तो छ। एउटा चाहिँ हाम्रो क्लास चाहिँ भोलिदेखि हो। तर यहाँको यो सिनारी चाहिँ एकदमै राम्रो छ। हामी चाहिँ गरम जग्गादेखि आएको हो, हामी देखाउनेछौँ। हाम्रो चाहिँ अहिले बाटो बन्द भएर यस्तो भइरहेछ हो। सुस्मिता पहिला तिनजनाको ब्याग देखाइदिनु। बिहाइन्ड द सिन चाहिँ यस्तो छ र हेरिदिनुहोस् है। अब यो चाहिँ हाम्रो दुईवटा बस चामल अनि सुप्रिन्टेन्डेन्ट चाहिँ कस्तो हुनुपर्छ भन्दा चाहिँ हेरिदिनुहोस् त्यस्तो हुनुपर्छ। अनि यो सामान लानुपर्ने होइन, जानुपर्ने चाहिँ ओ माथि। अब यो रोड बनिँदैछ रहेछ, बाटै ब्लक रहेछ, हामी त जानु पाएन। यत्रो सामान लगेर जानुपर्ने, एक्टिभिटिजको सामान पनि यहाँ छ। बिचरा उहाँहरूले चाहिँ हामीलाई जोर सघाइदिइरहनु भएको छ हो। उहाँ खासमा चाहिँ हाम्रो जेनरल सेक्रेटरी हुनुहुन्छ। हामीलाई सायद पाप चाहिँ नलागोस्। Finally, we reach destination with our respected superintendent madam. See, Jungkook. सो अहिले भने चाहिँ हाम्रो बिहाइन्ड द सिनको यो सबै कामहरू हो। भोलिको लागि प्रिपरेसन भइरहेको छ। हाम्रो सुप्रिन्टेन्डेन्ट म्याडम बिचारा, थ्याङ्क यू सो मच म्याडम फर इन्भाइटिङ अस है। हजुरको माध्यमबाट हामी अरू जग्गा पनि जान सकौँ। उहाँ चाहिँ विद्यार्थी हुनुहुन्छ, प्लिज यता हेरिदिनुहोस्। यहाँ चाहिँ हाम्रो फुल एन्थुजियाजमको साथमा चाहिँ हाम्रो प्रिपरेसन भइरहेको छ। एभ्रिथिङ राम्रो हुन्छ होला भनेर हामी सबैजना एक्साइटेड छौँ हो। अन्त भोलि के हुन्छ हामी देखाउनेछौँ। अहिले चाहिँ ब्यानरको यहाँनिर प्रिपरेसन बनाउनुमा यो चाहिँ बिहाइन्ड द सिन हो हाम्रो र एकदम हामी यो तपाईँहरूलाई देखाउनेछौँ।
एक्टिभिटिजको लागि होइन मिसहरू अघिदेखि बसेर चाहिँ मिलाएकै हुनुहुन्छ हाम्रो सुस्मिता मिस हाम्रो चार्टहरूको भइरहेको छ Come on, no. Didi, Birsha, Didi. Everyone, quiet, silent. टाइममा हो कि होइन द्याट मिन्स जुन चाहिँ हाम्रो टाइम म्यानेजमेन्ट छ त्यो गर्नु पर्यो हामीले र प्रायोरिटी त्यो जुन चाहिँ छ त्यो कुरालाई अगाडि सार्नु पर्यो र अर्को कुरा चाहिँ आज त म टक्कै उठेँ अब म इन्जिनियर बन्ने मेरो डक्टर बन्ने सपना छ उठ्यो टकटक बिहान एक्सर्साइज गर्यो टक्कै खायो टाइममा कोहीसँग झगडा गरेन कोहीसँग रिसाएन आज दिनभरि मात्रै गरेर म डक्टर हुन्छु पर्सि जानुको लागि चाहिँ म आज यहाँबाट हिँडेर म तल श्रीबदामको पुल पुग्दैमा म पुग्छु पर्से त्यस्तै नै हो कुनै पनि गोलको लागि टाइम टेक गर्छ तर त्यो बिचमा चाहिँ कसरी युटिलाइज गर्नुहुन्छ कसरी टाइम म्यानेज गर्नुहुन्छ कुन कुरालाई फर्स्ट प्राथमिकता प्रायोरिटी दिनुहुन्छ अनि कन्सिस्टेन्सी अर्को कुरा के यु क्यान राइट इट डाउन लेख्दा पनि हुन्छ कुनै पनि गोल हामीले टाइम म्यानेजमेन्टले कसरी गोलमा पुग्ने भन्ने कुरा थियो कि थिएन अब हामी लास्ट हो ल यो लास्ट एउटा टिप्स हो यो फलो जहाँ जाँदाखेरि पनि गर्नुहोस् हजुरहरूले है र अहिले भने चाहिँ हाम्रो क्लास सकेर बिचारा टिचरहरूको हालत चाहिँ हेरिदिनुहोस् होला यस्तो छ बिहाइन्ड द सिन चाहिँ आफै बक्सको यहाँनिर हामीले बन्दोबस्त गर्नु परेको छ हो अन्त यहाँ हाम्रो लभिङ होमको मिसहरूले पनि यसरी सघाइरहनु भएको छ बिचारा उहाँहरू यताउति सामान बोकेर बिहाइन्ड द सिन यस्तै छ तपाईँले हो यहाँ कालो लुगा लगाउने चाहिँ हेरिदिनु सक्नुहुन्छ पछाडि किबोर्ड पनि बोकिरहेको छ होइन किबोर्ड सँगसँगै उहाँहरूले हेरिदिनुहोस् एक्लैले चाहिँ त्यो बक्स बोकेर यहाँ लिएको उहाँ चाहिँ साँच्चै लेडी बाहुबली भिडियो पछाडि हेर्नु नानी सानो बच्चा पनि आयो पुऱ्याउनु हामीलाई म चाहिँ यो भिडियोमा आएको छुइनँ किनभने मैले भिडियो गर्दैछु त्यो तपाईँहरूले बुझिदिनुहोस् होला चाहिँ हाम्रो चाहिँ यो बिहाइन्ड द सिन यस्तो छ न पानीले घामले साथ दिइरहेछ पानी परेको छैन भर्खर उहाँले चाहिँ पैसा टिप्नु भएको अवस्था छ चिप्लो बाटो छ यो सङ्घर्षको यात्रा हाम्रो यसरी गरिरहेका छौँ अनि यो सङ्घर्ष गरेको चाहिँ हामीले हाम्रो जति पनि सिकाएको कुराहरू चाहिँ फ्रुटफुल हुन सकोस् भनेर हामीले सङ्घर्ष गरिरहेका छौँ हामीले गर्दा मिसहरूले पनि जो दुःख पाउनु भएको छ यो पालि र अहिले भने चाहिँ हामी लभिङ होमदेखि तल मेरो साथीको घरमा आइरहेको छौँ
मलाई यस्तो गरेको आमालाई यस्तो गरेको अहिले चाहिँ हामी चाहिँ एकदम मेजबान पापालाई त खाइरहेको छु यहाँनिर हो कसको आमा हो कसको आमा हो बेबीको हो बेबीको हो मेरो आमा आमा मेरो आमा ए फर्स्ट मेरो साथी होला मेरो साथी होला फर्स्ट मेरो साथी होला फर्स्टमा चाहिँ अन्त तिम्रो आमा होला तिमी हिजो चाहिँ आएको फर्स्ट मेरो साथी हो मेरो टासी न छिटो न त्यो गीत मिलेन आफूले गाएन उहाँ चाहिँ एकदम प्रिपरेसनमा हुनुहुन्छ लुगा पट्याएर हेरिदिनुहोस् होला उहाँको चाहिँ सेकेन्ड भिडियो हो होइन उहाँले चाहिँ पुरा सघाएको अरे हो उहाँले चाहिँ कत्रो ठुलो जुगा छ यहाँ हेरिदिनुस् न उहाँले चाहिँ हुनु चाहिँ उहाँको रुम पार्टनर चाहिँ उहाँ हो कि तपाईँलाई बिर्स्यो त मलाई भन्दा के रहेछ म के भन्दिन यहाँ अर्को साथी पाएन लाग्दो जुगा तपाईँ चाहिँ 5 मिटरको जुगा छ 5 मिटरको यो जुगासँग पनि डराउँछ हौ छैन जग्गा टाउकोमा त कहाँ हुन्छ टाउकोमा जुगा छ भन्दैछौ यहाँ साइको भएर केही छैन यता त्यसरी निस्किँदैन सिखा जुगा त तार रहेछ त पानी भनेपछि त उहाँ हेर्नु हेर त पानी छैन पानी कसो गर्नु अब तिमीलाई नहुने बेलामा त म गर्छु नि प्रायः यसरी महँगै पारेको छ नि गर्छु होइन हुन्छ नि बेबी आछु हुन्छ नि आछु हुन्छ आछु आछु हुन्छ नि आछु हुन्छ ल ज्यान दिएर खेप्दो रहेछ नि पानी छ साँच्ची नै मन दुखेछ साँच्ची नै मन दुखेछ बेसी जिस खाएर नि त्यो अघि दिन मलाई फर्काइदिँदैछ हो टक्कै चिनेको सिखा तपाईँ चाहिँ नुन बोकेर अगाडि जानुहोस् कि अहिले जुगाको लागि जुगाड भइरहेछ होइन हामी चाहिँ सबैजना लु यहाँ चाहिँ के बाँड्दैछ त हेरौँ है के बाँड्दैछ हेरौँ है यो बाँड्दैछ यो 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 चाहिँ जुगाको लागि तर्जुमा हो कसलाई दिँदैछ भन्दा कसलाई दिँदैछ भन्दा जुगा लाग्छ भनेर यहाँ खुट्टा उचाल्दै हिँडेको के हुँदैछ यहाँ चाहिँ भने चाहिँ अहिले चाहिँ जुगाको खोजी हुँदैछ जुगाले तेहेस नहेस गरेको यहाँ दृष्टि अब चाहिँ पुरा यो नुनहरू फर्काउँदैछ यहाँ है